यसरी बनाउनु हो चिउराको नास्ता। ल है साथीहरु, अब यस पछाडि पियाज पुराउनु खुर्सानी अनि राख्नु पियाजलाई मजाले पकाउनु। रातो रातो हुन थाले पछाडि प्याज अनि हजुरहरूले गाजर राख्नु। गाजरलाई यसरी पकाए पछाडि यस पछाडि आवश्यकता अनुसार नुन राख्नु। त्यसपछि बेसार राख्नु। अनि त्यस पछाडि हामीले धोएर राखेको चिउरा राखेर राम्ररी चलाउनु। है त साथी, हो आजको हाम्रो चिउराको नास्ता। कस्तो लाग्यो हजुरहरूलाई? हजुरहरूले पनि बनाएर खान मन लाग्यो भने यसरी नै बनाएर खानु होला। धन्यवाद।